अर्के कोही मान्छे आउँछ कि हेर्दै गर है। हस् काजी साहब, भइहाल्छ नि। काजी साहब नाइ काजी साहब मलाई केही नगर्नुस्। नाइ काजी साहब केही नगर्नुस् मलाई। नाइ काजी साहब मलाई केही नगर्नुस्। एउटा महिला मात्र देखेर हेपेको होला। साहब आज किन भाग्नु भएको? मलाई बलि फुर्सद छैन, हतारमा छु, पछि कुरा गरौँला। यो काजी साहब भाइ गर्नु न त, तिमी ज्यान घटाउनलाई होला। होस् म आफ्नै काम गर्छु। तपाईले राम्रो काम गर्नुभयो आमा, हामीलाई काजी हेपेको छ। अबदेखि हेप्न सक्दैनन् छोरी त्यो काजीले। काजी साहब झन्डै मारेको है सावित्रीले, हामी भागेर मात्र बाँच्यो। तर पनि म पछाडि हट्नेवाला छैन। यो गाउँको काजीसँग जोडी खोजेर ठुलो गल्ती गरी त्यो सावित्रीले। तर यो सावित्रीको पछि लाएर कामै छैन काजी साहब। तेरो लागि पो काम छैन त, मेरो लागि त काम छ नि। हुन त हो काजी साहब। अब म के गर्छु हेर्दै जा हर्के। छोरी तिमी एकपल्ट सावित्रीको घरमा गएर आऊ। किन र बाबा, के काम छ र सावित्रीसँग? काम त खासै छैन, सावित्रीको खबर बुझेर आऊ न। सानो नानी छ, त्यसले खायो कि खाएन बुझ्नु पर्यो नि। हुन्छ बाबा, म बुझेर आउँछु।
पण्डित हजुर काजी साहब के कति कामले पाल्नुभयो मेरो घरसम्म बरु बसेरै कुरा गरौँ न त म यहाँ बस्न आएको होइन पण्डित। अनि के गर्न आउनु भएको गाउँमा राम्रोसँग बस्न मन छ भने काजी साहबले भनेको मान्ने। काजी साहब तपाईँले भन्न खोजेको कुरा भन्नु त। तिमीले सावित्रीलाई टहरामा बस्नु दिएर राम्रो गरेनौ, त्यसैले सावित्रीलाई टहराबाट निकाल्न पर्यो भन्न आएको म। मेरो टहरा मेरो मर्जी, तपाईँलाई चाहिँ टाउको दुखाइ किन? अब हुँदा हुँदा मसँग ठुलो कुरा गरिभयो होइन, यसको परिणाम राम्रो हुँदैन। यदि तिमी आफ्नो ज्यान जोगाउन चाहन्छौ भने सावित्रीलाई टहराबाट निकालिदेऊ। बरु म मर्न तयार छु, तर सावित्रीलाई टहराबाट निकाल्दिन। कुरा बुझ्नुभयो? तिमीलाई यो संसारमा बाँच्न पुगेको जस्तो छ पण्डित। ठिक भनी सर्के, यो पण्डितलाई यो संसारबाट बिदा गर्न पर्ला जस्तो छ। उख्ने कुकुरले कहिल्यै टोक्दैन काजी साहेब, यो कुरा विचार गर्नुहोस्। टोक्छ कि टोक्दैन त्यो मलाई राम्रोसित थाहा छ पण्डित। यसको हिसाब किताब राम्रैसित हुन्छ। हिँड केटा जाऊँ। हस् काजी साहब। मैले काजीसित मुखमुखै लागेर गल्ती गरेँ क्या? सावित्री दिदी के गर्दै हुनुहुन्छ? यसो घरतिरको काम गर्दै हो नि। अनि तिमी कहाँ जान लागेको नि? म यहाँसम्म आएको। यहाँसम्म आएको रे? होइन, के काम थियो र मसँग? काम भएर आएको होइन, बाबाले मलाई सावित्री दिदीको खबर बुझेर आऊ भन्नुभएको थियो, त्यसैले आकी। मेरो खबर त लथालिङ्गै छ नि। काजीलाई पैसा दिन नसकेर घरबाट निकालिदिहाल्यो नि। तनाव नलिनु दिदी, तपाईँको घर एक न एक दिन फिर्ता आउँछ। खै फिर्ता आउँछ कि आउँदैन त्यो मलाई पनि थाहा छैन, तर विदेश गएको बुढो फिर्ता आए त हो नि। तपाईँको बुढा अवश्य आउनुहुन्छ दिदी। यदि मेरो बुढो फर्केर आउनु भएको भए म जति खुसी कोही पनि हुने थिइनँ। आमा भोक लाग्यो। ल दिदी, तपाईँ सलिनालाई खाना बनाएर खुवाउनु। म चाहिँ घर जान्छु ल, घर गएर खाना बनाउनु छ। ए हो र, कता पो जानुभएछ? थाहा पाए हुने? धेरै टाढा त जानु भएको छैन होला, त्यही सावित्री दिदीलाई दुःख दिन त जानु भयो होला नि। बाबालाई अलिक सम्मान गरेर बोल्नुपर्छ। दादाहरू कता पुऱ्याउनु भयो हजुर? यो के कता कसो भनेर नसोच्नु, मलाई तनाव छ। होइन, हजुरले त सधैँभरि तनाव मात्र हुन्छ कि क्या हो? पण्डितले बेइज्जत गरेपछि त तनाव भइहाल्छ नि सानो काजी। गाउँको मान्छेको इज्जत राखेको बेइज्जत नहुने। चुप लाग्छ। अनि दादा हजुर, पण्डितले कसरी बेइज्जत गर्यो? मेरो बेइज्जतको कुरा छोडौँ, तैँले मेरो एउटा काम गर्नु पर्ने भयो। के काम हो दादा? हजुरको काम गर्न म तयार छु। त्यसो भए त्यो पण्डितले गरेर लिएर मेरो खुट्टा समाएर ढोकेर माफी माग्न लगाउँछु त्यसलाई। नाम हो मेरो सुरी, त्यो पण्डितलाई उठाउँछु म बाटो कुरी कुरी हिँड्के। हस् सानो काजी साहब। बाबा तपाईँ यस्तो नराम्रो काम किन गर्नुहुन्छ? यदि मैले यस्तो काम गरिनँ भने यो गाउँको मान्छेले मलाई हेप्छन्, यो कदापि म हुन दिन्न। यो काम छाडेर राम्रो काम गर्नु भएर तपाईँलाई कसैले केही पनि भन्नुहुन्न। मैले के गर्ने के नगर्ने भनेर मलाई सिकाइरहन पर्दैन, बुझिस्? हिजो गएर खाना बसिज। मसित जोरी खोजेर त्यो पण्डितले ठुलो गल्ती गर्यो। छोरी सावित्री कहाँ खानेकुरा रहेछ त? खै बाबा, त्यो त मलाई थाहा भएन। मैले सोध्दा त छ भनेको थियो। सोधेपछि छ भनिहाल्छ नि, हेरेर पो आउनुपर्छ। अरू बसेको ठाउँमा के छ छैन भनेर कसले हेर्छ र? बिचारा त्यो सावित्रीको को छ र? हामीले हेरी विचार नगरे कसले गरिदिन्छ?
बस्नलाई टहरो दिएको छँदैछ, खानेकुरा त आफै किनेर खाइहाल्छ नि। त्यसो भन्नु हुँदैन छोरी, सबैलाई माया गर्न सिक्नुपर्छ। मैले मेरो टाइगर विरोध गर्छ कि पण्डित? मैले त्यस्तो केही नराम्रो भनेको छैन सानो काजी। के बोलेको छ, कसरी बोलेको छ त्यो मलाई थाहा छ पण्डित। तँलाई के थाहा छ चम्चे? सावित्रीलाई तहरोबाट निकाल भन्दा म निकाल्दैन, जे गर्न सक्छस् गर भनेको थिएँ छैन पण्डित? थाहा पायो होला नि के भयो भनेर। त्यसैले मसँग हिँड, मेरो दादा हजुरको खुट्टा समेत माफी माग। तैँले भन्ने बित्तिकै जानै पर्छ भन्ने छ र? जान्न, तैँले के गर्छस्? यी बस खतक्क यसरी। अझ तैँले मलाई के गर्छस् भन्ने उल्टै। मेरो बाबालाई केही नगर्छ न सुरी दाई, बिन्ती छ। नगर्नु काजी साहेब, सानो काजी साहेब छोडिदिनुहोस् न, छोडिदिनुहोस् न सानो काजी। मलाई छोडिदिनु न सानो काजी साहेब, मलाई छोडिदिनु न सानो काजी। सानो काजी साहेब मलाई माफ गरिदिनुहोस्, मलाई छोडिदिनुहोस् काजी साहेब। यो बाटो मेरै हो, मलाई कसले चिन्छ? यो बाटो मैले किनेको। हेर्नु त कसले हेर्छ? बुढी माइत गएको 2 हप्ता भइसक्यो, अलिकति खाएको त हो। यो बाटो त मेरै हो, अलिकति खाएको त हो। बुढी माइत गइसक्यो, 2 हप्ता भइसक्यो झडा गरे, अलिकति खाएको त हो नि। ल दादा हजुर, मैले पत्र ल्याएको छु। राम्रो काम गरिस् तैँले। अनि पण्डित, यो कालीसित जोरी खोटेको परिणत त थाहा भयो होला नि? थाहा भयो हजुर, अब हजुरसित म जोरी खोज्छु। तिमीले गल्ती गरिहाल्यौ, अब मेरो खुट्टा समाएर माफी माग। ल पण्डित, दाइ खुट्टा समेत माफी माग्ने, नत्र म जस्तो नराम्रो मान्छे कोही हुँदैन। सानो काजी, म ठुलो काजीसित माफी माग्छु। मलाई माफ गरिदिनुहोस् काजी साहेब, मबाट ठुलो गल्ती भयो। माफी त म दिन्छु, तर सावित्रीले टहराबाट बाहिर निकालेपछि मात्र। तिमीले के सोच्यौ, काजीको खुट्टा सोहेर माफी मागिहाली म माफी पाइहाल्छु भनेर? त्यो भ्रममा नपर्नु, त्यति सजिलै यो काजीले माफी दिँदैन। हजुरले भनेको कुरा त बुझेँ मैले, तर सावित्रीलाई टहराबाट पो कसरी निकाल्नु? त्यसको चिन्ता नलिऊ पण्डित, त्यो सब काम म गर्छु। तैँले केही गर्नु पर्दैन भाइ, जे गर्छ अब पण्डितले गर्छ। राख्ने पनि उही, निकाल्ने पनि उही। सावित्रीलाई टहराबाट निकाल्नलाई म सक्दो प्रयास गर्छु काजी साहेब। म अहिले जान्छु काजी साहेब। अब आउँछ खेलको मजा। मेरो 1 लाख नतिरिकन त कहाँ सुखले पर्ने पाइन्छ र सावित्री? माने दाइ माने, तपाईँको दिमागलाई त त्यत्तिकै गाउँको काजी हुन्छ त सानो काजी साहब। अब यति गरेपछि गाउँका मान्छे मसित डराउँछन् होइन त सुरी? मेरो घरमा सानुको काका आएर मेरो बाबालाई खुट्टा समातेर तान्दै लिएर गयो भन्न खोजेको क्या मैले। ए हो र? अनि तैँले के गरिनस् त? म छोरी मान्छेले के चाहिँ गर्न सक्छु र? मलाई त तनाव भोतो रमा। त नाम नलि, काजी र काजीको भाइलाई ठिक पार्ने मान्छे मसँग छ। त भन्छस् भने म बोलाइदिन्छु। पहिला सानुसँग राम्रोसँग कुरा गरौँ, त्यसपछि बोलाउनु पर्यो, बोलाउला। सानु, तेरो काकाले त अति गर्यो। फेरि मेरो काकाले के गर्यो र? मेरो घरमा आएर मेरो बाबाको खुट्टा समाते तान्दै लिएर गयो। हे सानु, तेरो बाबालाई सम्झाउने भए सम्झा, नत्र तेरो बाबालाई र काकालाई सम्झाउने मान्छे म बोलाउँछु। जेसुकै गर, म त सम्झाउन सक्दिनँ, जति भने नि मान्ने होइन। हेर सानु, अब तैँले केही गर्न नसके हामी गर्छौँ, तर त रिसाउन पाउँदिनस् नि। म रिसाएर हुने केही पनि होइन। त्यसो भए म मान्छे बोलाइदिन्छु है त। अब अरू उपाय पनि त छैन नि, बरु सकेसम्म अर्को हप्तालाई नि बोलाऊ। हुन्छ हुन्छ, म अर्को हप्तै बोलाउँछु। ल तिमीहरू दुइटा गफ गर, म गएँ है त। बिमलाले यस्तो भनी भनेर नरिसाउला। म किन रिसाउनु नि? तिमीहरूले बोलाएको मान्छेले मेरो बाबा र काका सुध्रिन्छन् भने म रिसाउँदिनँ। त्यो त अब पछि थाहा हुन्छ नि।
गुरु हामीलाई बोला भए त हामी एयरपोर्टसम्म लिन आइहाल्थ्यौँ त। त्यही त भनेको, हामीले नै खबर नगरेर विदेशबाट आउनु भएछ नि त गुरु तपाईँले। तिमीहरूलाई किन दुःख दियो भनेर नि त्यसरी नभनिकन आएको। अर्कै तनी लागु पोट मलाई दियो त। अनि गुरु विदेशबाट पैसा कमाएर आउनुभयो होला नि त। पैसा कमाउनु त उस्तै केटा हो, कुनै ऋण लाएर आइरहेको छु। के कुरो गर्नुभएको यस्तो? त्यही त भनेको, हामीलाई पार्टी दिनुपर्छ भनेर हो कि क्या हो गुरु? तिमीहरूलाई पार्टी दिन ठुलो कुरै भएन नि। पहिला घर जाऊ अनि त्यसपछि दिला नि पार्टी। त्यसो भए यो ब्याग चाहिँ मलाई दिनु त गुरु। ला त यो कोट समात। मलाई सलिना मनपर्छ, त्यसैले बोल्छु। आइन्दादेखि सलिनासँग मस्केर बोलेको मेरो हालत देख्न नपरोस्। तेरो टाउको दुखे किन? सलिना मलाई पनि मनपर्छ, त्यसैले भनेको एकचोटिलाई भइगयो। अहिले भनेर हुन्छ र? म बोल्छु पनि मस्किन्छु पनि। एउटा कुरा याद राख, आजबाट सलिनासँग टाढा हुने, बुझिस्? पुरानो भन्दा पुरानो ग्यास्ट्रिक निको बनाउनुहोस्। गाना गोला चल्ने, पेट पोल्ने र दुख्ने, मुखबाट अमिलो पानी आउने र वाकवाकी लाग्ने, रिगाटा लाग्ने, खाना नपच्ने र दिशा राम्रो नहुने, हात खुट्टा पोल्ने र झमझम गर्ने आदि समस्याबाट 100% ग्यारेन्टीका साथ छुटकारा दिलाउँछ। साथै हामीसँग कोलेस्ट्रोल, पत्थरी, पाइल्स, कब्जियत, थाइराइड, यौन रोग तथा महिला रोगका लागि पनि जडीबुटीहरू पाइन्छ। नेपाल लगायत विश्वका जुनसुकै मुलुकमा पनि सामान डेलिभरी हुनेछ। योन्जन हर्बल प्राली, ललितपुर। सम्पर्क टेलिफोन नम्बर 9851060645, 9851060645, 9808099234, 9808099234। योन्जन हर्बल चिया पिउँ, सधैँ निरोगी रहौं।